फ्याम्पाई गर्ने यो खाने लङ भिडियो गराउने र हो त रामसँगै मूल्य छैन त हजुरको त्यति भयो कोरियन रामेन बुलडक सुरु चाहिँ यहाँ म भिडियो गरिरहेको साँच्चै गरिसकेको थिएँ जरा गयो हेरेर राम त सब चिसो भइसकेको छ ए यस्तो हुँदो रहेछ भयो यसो गर्ने थोरै जस्तो लागेन छैन यसो गर्ने बुझ्यौ आज हामी चाहिँ होइन रामेन यो गर्ने सुरुमा पहिला हाम्रो चाहिँ तोते बोले सुइका अनि यो चाहिँ क्युरी नेपालीमा काँक्रो चाहिँ गुरुत दही थोरै थोरै हाल्छ त्यसपछि यो पहिला कोरा अलिकति गर्नु न यो त कि मास भन्नु पर्यो पहिला थमेलको लागि के ओके ल भयो ल इतादाकिमास भन्ने खाइम है त गाइज चलाउनै आउँदैन मलाई कि चाउचाउ त्यस्तै नै कोमाचु भन्छ होइन सागलाई अस्ति मिसीमा खाएको कोरियन रामेन पनि यस्तै हो र कोरियन रेस्टुरेन्टमा पिरो चाहिँ हुन्छ यस्तै आफूले एराबु गर्ने हो नि खासा ए पोलुले पेटसँग पोल्दै गएको चाहिँ खाली पेट भएर भोक लागिरहेको थियो पेटसँग पोल्दै गयो यो नि दुईजना चपाउने हो एकचोटि लास्टमा खाने खानु त्यो त पिरो नखाऊँ भन्यो फेरि रामेन देखेपछि नखाने त कुरै भएन त्यही त त्यो हो यो के ए रामेन खाने भएर एक्साइटेड भएर बेला चाहिँ आएको है हो र बोलेको नै आउँछ मलाई खाएको भ्याएन थियो बिस्तारै फिल गरेर होइन बिस्तारै खायो भने भोक लागेर फिल नसिल ज्यानको लागि पनि राम्रो हुन्छ पोल्यो अन्त वेलकम टु माई युट्युब च्यानल नि भनेर अन्त बनाइदिएर अब सकिसकेको खानेकुरा यो काँक्रो चाहिँ है बल्ल बल्ल पाएको है नेपालको ठुलो नत्र खालि सानो काँक्रो मात्रै भने कि किन हो यहाँ नपाइने ठुलो है अझै पाहाडमा त तिमीहरूकोतिर झन् ठुलो हुन्छ होइन दही खाने दही आजको हो पुरानो थियो र भाडा खाली के भाडा थियो के अरे अनि गुलियो चुलियो पिरो
पिरो खाए पनि यो दही खायो भने चाहिँ अलिक राम्रो हुन्छ अरे भन्छ के अरे गट हेल्थको लागि चाहिँ माइसुकु होइन सधैँ खाना खाएपछि चाहिँ दही खायो भने चाहिँ एकदम राम्रो हुन्छ अरे अन्त यत्रो पिरो खाएपछि के को राम्रो हुन हो कसले अरे झन् यो दही खायो भने जी झन् फैलिन्छ अरे कसले भने हो टिकटकमा लेखेको होइन गट हेल्थको लागि चाहिँ मतलब यसमा चाहिँ के ब्याक्टेरियाहरू हुन्छ नि त होइन यो 2-3 दिन दुधहरू राखेर मात्रै बन्छ नि त त्यहाँ ब्याक्टेरियाहरू हुन्छ जुन चाहिँ खानाहरू पचाउनलाई हुन्छ नि चाहिँ राम्रो हुन्छ कि अब जीको लागि चाहिँ आई डोन्ट नो है यो त भोलि खाने हो अब मैले अघि नै खाइसकेँ खाएर पनि सकियो यिनीहरू देखेन है क्यामेरा नहेर बोले हो बानी भए पो हेर्नु त रिटेक गर्नुपर्छ क्या फेरि आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छौँ बाई बाई गाइज